वेलकम ब्याक टु आवर न्यू भिडियो भन्दै आजको मेरो भिडियो स्टार्ट भइसकेको छ। बेबीलाई म यहाँ खाना खुवाउँदैछु, स्टिल अझै पनि खाना खुवाउँदै थिएँ। अनि त्यसपछि हाम्रो पार्सल आएछ। आज चाहिँ यो अनबक्स गर्ने हामी मिलेर, अनि त्यसपछि हामी यसलाई अनबक्स गर्छु, यसो भित्र के छ हेरेर लाई स्टार्ट। आज चाहिँ मेरो यहाँ एमाजोनबाट मैले मगाएको छु र यो भित्र बेबीलाई हेर्नलाई प्रोजेक्टर छ कि बेबीले मोबाइल धेरै हेऱ्यो क्या, यता स्क्रिन धेरै हेऱ्यो। अनि त्यसपछि अब टिभी त हाम्रै घरमा छ, टिभी लगायो भने फेरि टिभीको स्क्रिन पनि त्यही हो भनेर अनि हामी अस्ति घुम्न गएको बेलामा सुन्ता घरमा प्रोजेक्टर हेरेको थिएँ। अनि पापालाई घरमा आएर भन्दाखेरि प्रोजेक्टरबाट हुन्छ, प्रोजेक्टरले त्यस्तो डाइरेक्ट टिभी जस्तो त्यो गर्दैन भनौँ न, इफेक्ट गर्दैन आँखामा भनेर हामीले चाहिँ प्रोजेक्टर मगाएको। अनि मैले चाहिँ सस्तै खालको मगाउनु, बेबीले देखाउनु त हो भनेर भनेको, पापालाई भन्न त पापालाई होइन मगायो भने चाहिँ एकदम राम्रो क्वालिटी राम्रै मगाउनुपर्छ। 4K को प्रोजेक्टर मगाएको छु, एकदम हाई क्वालिटीमा छ। त्यो टिभीमा देखाउँछ नि, त्यो हामी मुभी हेर्छ थिएटर हलमा हेरेको जस्तै स्क्रिन छ, राम्रो छ। अनि त्यसले पैसा पनि राम्रै छ, 115 रुपियाँ तिरेको यहाँको। 115 भनेको धेरै नै हो। अनि तिरेर यो मगाएको छु, 115 हो, 115 तिरेर हाई मगाएको छौँ। अब यसलाई हामी अनबक्स गर्छौँ। पहिला म बेबीलाई खुवाउँछु क्विक, अनि त्यसपछि अनबक्स गर्छु। हेर्दै गर्नु है त। बेबीले खाइसक्नुभयो। आज चाहिँ चिज छ, मैले यहाँ नाइट लुगा यस्तै यस्तै लगाएछु। यहाँ यो शेर्पाहरूले लुगा लगाउँछ यस्तो यस्तो, माथि 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 माथिले कमच्याङबा डाँडामा भन्छन् चौतारी के रोग लाग्यो मैयाको, त्यसपछि आउँदा बिर्सेँ हो। त्यस्तै ड्रेसअपमा छु यो। अब हामी यसलाई अनबक्स गर्छौँ। यहाँ तिम्रो प्रोजेक्टर आएछ अनबक्स गर्ने। सस्तोमा पनि थियो यो, अनलाइनमा पनि 30 मा पनि छ, 35 मा पनि थियो, 50 मा पनि थियो, 75 थियो। तर यो चाहिँ हाम्रो ठ्याक्कै यो चाहिँ 115 रुपियाँ परेको छ। राम्रो 4K वाला हो, राम्रो क्वालिटीमा आउँछ। बेबीलाई कार्टुन पनि हेर्न आउँछ, हामी न्युज हेर्न पनि हुन्छ। न्युज हेर्न पनि हुन्छ भने म अनबक्स मात्रै गर्ने हो। बक्स गर्ने, त्यसपछि हामी रेडी हुने, अनि रेडी भएर हामी सिटी जाने पापालाई लिन। पापाको आज छिटो भन्दा नि 4 बजे छुट्टी हुन्छ, अनि पापालाई लिन जाने। यो अनबक्स गरेको छ। अनबक्स गर्न मात्रै रमाइलो भएर मात्रै गयो। यो फिक्स गर्ने यताउता गरेर त मलाई आउँदैन, पापी चाहिन्छ होला। त्यो मात्रै गर्ला मैले उद्घाटन, बक्स मात्रै खोल्दैला। पापा हो नि, पापाले खोल्ने हो नि, मलाई आउँदैन नि। अब यसमा हेर्ने हो जे हेऱ्यो नि। मेरो मोबाइल बक्स दो, मेरो मोबाइल को मत करो भनेर के भनेपछि तारहरू के रहन्छ, तार आफै किन्नुपर्ने रहेछ क्या। त्यत्रो पैसा हालेर तार दिनु नि यार। सिस्टममा स्मार्ट प्रोजेक्टर लेखेको रहेछ। मलाई यो गर्न त आउँदैन, मैले त्यो मात्रै गरेँ। सबै गर्ने पापाले हो। अरू के रहेछ? यहाँ रहेछ त तारहरू चाहिँ त्यत्रो तारहरू त दिनुपर्ने। रिमोट तार सबै रहेछ। या गुड। ओके, त्यो म यतिकै राखिदिन्छु। यो पापाले एड गर्नुहुन्छ। अब हामी रेडी हौँ है त। अनि हामी चाहिँ यहाँ बाहिर पनि आइसक्यौँ, बस कुर्दैछौँ सिटी जानलाई।
बेबी ए ज्ञानी भएर बस नत्र तिमीलाई हावाले उडाएर लान्छ जान्छु हावासित जाने कि म सुकेर जाने हावासित ए बेबी म चाहिँ पछि पापालाई पनि भेटिसक्यो सानो खुसी भएर नि केटीहरू सबैले हामी छोरी हेऱ्यो भने माथि चढायो भनेर ल सबै अरू बाउहरूले ठुलो कति ठुलो मान्छेले त बोकेर देखाएको छ किनभने यसरी बच्चालाई अब किनभने अब घर जाने अब मैले यसरी संसार देख्नु अर्कै पर्छ म अझ हाइटमा उभिएर देख्दाखेरि अर्कै भ्यू आउँछ हामी बजार गएर पनि आइसक्यौँ भोक लाग्यो बेबी सुतिसक्यो अब खानु पर्यो मोमो मेरो 84 व्यञ्जन खाना साझ काउली अन्डा खुर्सानी पकौडा खाएन अब बिस्तारै टाइम लगाएर खान्छु खाएपछि फेरि भेटौँ है त दामी है साउन्ड गरौँ न पैसा पनि दामी छ नि त 100 हो त 115 रुपियाँ ठ्याक्कै निनी गर्नु पर्दैन राति भइसक्यो हाई फाइभ गर हाई फाइभ हाँसी त्यो कति हाँस्यो नि आमा नि पर्दैन म त जे लाने हुन्छ क्वालिटी देखेर म यस्तो इम्प्रेस छु अब पैसा पनि क्वालिटी राम्रो तिर्यो भने त भइहाल्छ पापा थियो त अनि सस्तो पनि थियो त हामीले महँगो लिएर 50 रुपैयाँ किनेर त अन्दाजले हेर्नु पर्ने जस्तो इमेज आयो यस्तो क्लियर यस्तो राम्रो भित्तामै त भागिने ऐनामा नि हेर्नुमा हजुर पुरै यहाँबाट हिँडेर उता जाँदा आँसु देखिन्छ